सागर डिस्टिलरी जसले भर्खरै आइपिओ ल्याएको थियो त्यसको पहिलो त्रैमासिक रिपोर्ट आएको छ। ल आउनुहोस् यसको वित्तीय विवरणलाई अलि सरल भाषामा केलाएर हेरौँ। ल अब सबैको खास गरी लगानीकर्ताको मनमा एउटै कुरा छ होला, हैन? आइपिओ पछि कम्पनीले वास्तवमा कस्तो प्रदर्शन गरिरहेको छ त? नाफा कमायो कि घाटामा गयो? यही प्रश्नको उत्तर खोज्नेछौँ। यो कुरा बुझ्नको लागि हामी यसलाई 4 भागमा हेर्नेछौँ। पहिला, समग्रमा के छ अवस्था, अनि राम्रो पक्ष के छन्, चुनौतीहरू के कस्ता छन्, र अन्त्यमा लगानीकर्ताको लागि यसको मतलब के हो। ल सुरु गरौँ समग्र चित्रबाट। हेर्नुस्, कम्पनी अझै पनि घाटामा नै छ, तर घाटामा भए पनि यहाँ एउटा एकदमै ध्यान दिनुपर्ने कुरा छ। यो पहिलो त्रैमासिकको रिपोर्ट अनुसार सागर डिस्टिलरीले जम्मा 1,53,00,000 रुपैयाँको खुद नोक्सानी बेहोरेको छ। अब यो अङ्क आफैमा त राम्रो होइन, तर यसलाई गत वर्षसँग दाँजेर हेर्दा एउटा चाखलाग्दो कुरा देखिन्छ। गत वर्ष यही समयमा घाटा 1,75,00,000 थियो, यसपालि 1,53,00,000। मतलब घाटा त छ तर घटिरहेको छ। यो एउटा सकारात्मक सङ्केत हो। त्यसो भए घाटा घट्नुको मुख्य कारण के हो त? ल अब खुसीको खबरतिर लागौँ। त्यो हो यसको बिक्रीमा भएको जबरजस्त वृद्धि। कम्पनीको बिक्री आम्दानीमा हेर्नुहोस् त, एकैचोटि 136.98% बढेको छ। यो साँच्चै नै ठूलो फड्को हो। यो प्रतिशत मात्र होइन, वास्तविक रकममा हेर्दा पनि चर्लङ्ग हुन्छ। गत वर्ष यही बेला लगभग 2,53,00,000 बिक्री भएको थियो भने यसपालि बढेर झण्डै 6,05,89,00,000 रुपैयाँ पुगेको छ। त्यति मात्र होइन, बिक्री बाहेक अरू सञ्चालन आम्दानीबाट पनि कम्पनीले थप 27,78,000 रुपैयाँ कमाएको छ। हो, यसले पनि त्यो घाटालाई केही हदसम्म कम गर्न मद्दत पुर्यायो। अब यहाँनिर एउटा महत्त्वपूर्ण प्रश्न उठ्छ। बिक्री यति धेरै बढेको छ, अरू आम्दानी पनि छ, तैपनि कम्पनी किन अझै घाटामा छ त? पैसा आखिर कहाँ गइरहेको छ? ल यसको जवाफ यहाँ छ। कम्पनीको मुख्य खर्चहरू हेरौँ। कर्मचारीहरूको लागि 1,49,00,000 अनि बिक्री र वितरण मतलब सामान बजारसम्म पुर्याउनको लागि 1,35,00,000 गएको छ। प्रशासनिक खर्च पनि छँदैछ, मतलब आम्दानीको ठूलो हिस्सा त यही नै सकिएको रहेछ। ल अब कुरा गरौँ लगानीकर्ताको दृष्टिकोणबाट। यी सबै नाफा नोक्सानको हिसाबले आखिर एउटा शेयर धनीलाई के फरक पार्छ त? केही मुख्य अनुपातहरू हेरौँ। सबैभन्दा पहिला हेरौँ प्रति शेयर आम्दानी, जसलाई हामी EPS भन्छौँ। यो अहिले -8.44 छ। कम्पनी घाटामा गएपछि EPS ऋणात्मक हुनु स्वाभाविक नै हो। तर अर्को एउटा महत्त्वपूर्ण सूचक छ प्रति शेयर नेटवर्थ। त्यो भने 103.47 रुपैयाँमा सकारात्मक नै छ। अब यो प्रति शेयर नेटवर्थ भनेको के हो त? यसको सरल अर्थ हो, कम्पनी घाटामा भए पनि यसको कुल सम्पत्ति यसले तिर्नुपर्ने दायित्वभन्दा बढी छ। मतलब कम्पनीको किताबी मूल्य अझै पनि सकारात्मक छ। त्यसैले समग्रमा हेर्दा सागर डिस्टिलरीको कथा कस्तो देखियो त? यो एउटा उच्च वृद्धि र उच्च लागत बीचको लडाई जस्तो हो। एकातिर बिक्री बढेको बढै छ, जुन एकदमै राम्रो कुरा हो। अर्कोतिर खर्च पनि त्यही अनुपातमा बढिरहेको छ, जुन एउटा चुनौती हो। अब भविष्यको लागि सबैभन्दा ठूलो प्रश्न यही हो, के यो बढ्दो बिक्रीले अन्ततः खर्चलाई जित्न सक्ला? के कम्पनी नाफामा जान सक्ला? हो, अब आउने दिनहरूमा लगानीकर्ताले ध्यान दिनुपर्ने कुरा नै यही हो, बिक्रीको वृद्धि र खर्चको नियन्त्रण।